फिफा वर्ल्ड कप 2026 सकिएसँगै अब क्लब फुटबल सुरु हुन केही दिन मात्र बाँकी रहेको छ र हामीले ट्रान्सफर न्युजहरू देख्न थालिसकेका छौँ। केही ठुला नामहरू पनि हामीले हेर्न पाएका छौँ यो ट्रान्सफरमा। मोर्गन रोजर्स टु चेल्सी, एलिट एडर्सन टु म्यान्चेस्टर सिटी, यान डियोमान्डे टु रियल मैड्रिड, यस्तै यस्तै हामीले ट्रान्सफर देखिसकेका छौँ। आज कुरा गर्छौँ यो एक दुई दिनमा भएका केही ट्रान्सफरहरू र र्युमर्सको विषयमा। सुरु गरौँ यान डियोमान्डे टु रियल मैड्रिडबाट। लेप्जिगमा खेल्दै थिए यान डियोमान्डे, विङ्गर हुन्, पेसी विङ्गर रहेका छन्, आइभेरी कोस्टका खेलाडी हामीले वर्ल्ड कपमा पनि देखिसकेका छौँ। ड्रिब्लिङ, पेस, सर्ट त्यस्तै राम्रो देखिएका यान डियोमान्डे रियल मैड्रिडको लागि पर्फेक्ट साइनिङ हुनसक्छ। तर यहाँ भिनिसियस जुनियर, रोड्रिगोको भविष्य के हुने हो यो भने अब जोसी मोरिनोको हातमा रहेको छ। जोसी मोरिनोको प्लानमा भिनी र रोड्रिगो पर्छन् पर्दैनन् र कुन फर्मेसनमा खेल्नेछ त रियल मैड्रिडको टिम र कुन फर्मेसनमा खेल्छ त रियल मैड्रिड भनेर म बेग्लै भिडियो बनाउने नै छु। अहिले भने यान डियोमान्डे जोइन गरेका छन् रियल मैड्रिडमा। 110 मिलियन एराउन्डको प्याकेज रहेको छ र यो सँगसँगै रियल मैड्रिडको यो फिफ्थ साइनिङ रहेको छ। कुकुरेरा, बर्नार्डो सिल्भा, कोनाटे र डम्फ्रिज साइन गरिसकेको रियल मैड्रिडले यान डियोमान्डेले सँगै अब रोड्रीको प्रतीक्षामा रहेको छ। रोड्रीसँग अलमोस्ट पर्सनल टर्महरू एग्री भइसकेको हामीले फाइब्रिजियो रोमानोको पोस्टमा पनि देखेका थियौँ र रोड्रीको लागि बिड गर्न तयार रहेको छ रियल मैड्रिड। एराउन्ड 60 मिलियनको बिड जान सक्छ र यहाँ क्लब टु क्लब नेगोसिएसन भइरहेको छ। यहाँ रोड्री म्यान्चेस्टर सिटी छोडेर रियल मैड्रिड जोइन गर्ने चान्स धेरै देखिएको छ। रोड्रीले पनि इच्छा जनाएका थिए म्यान्चेस्टर सिटी छोडेर रियल मैड्रिड जोइन गर्ने। यो डिल अब केही दिनमै लगभग फाइनलाइज हुने हामीले देखेका छौँ। त्यस्तै अर्को न्युज रहेको छ क्लब रेकर्ड फी 40 मिलियन प्लस एड अनमा जेम्स ट्राफोर्ड जोइन गरेका छन् लिड्स युनाइटेडमा। जेम्स ट्राफोर्डले म्यान्चेस्टर सिटीमा प्लेइङ टाइम नपाए सँगसँगै यहाँ गेम टाइमको लागि लिड्स युनाइटेड जोइन गरेका छन्। प्रोबेबली अब नेक्स्ट वर्ल्ड कपमा फर्स्ट चोइस गोलकिपरको रूपमा इङ्ल्यान्डको नेसनल टिममा जान चाहन्छन् जेम्स ट्राफोर्ड। त्यो सँगसँगै यहाँ यो डिल क्लोज भइसकेको छ 40 प्लस एड अनमा। त्यस्तै अर्को न्युज रहेको छ कोलोमुआनी जोइन गरेका छन् युभेन्टसमा। पिएसजीबाट लोनमा स्पर्स गएका थिए उनी 45 मिलियन्सको डिलमा युभेन्टस जोइन गरेका छन्। अब फरवर्डको रूपमा खेल्नेछन् युभेन्टसको टिमबाट। त्यस्तै जोन स्टोन्स जोइन गरेका छन् इन्टर मिलानमा। 2028 सम्मको कन्ट्र्याक्ट रहेको छ, 2 वर्षको कन्ट्र्याक्ट गरेका छन् र 4 मिलियन स्यालेरी एभ्री इयर रहेको छ जोन स्टोन्सको र बास्टोनीसँग पेयर गर्नेछन् इन्टर मिलानमा एज अ सेन्टर ब्याकको रूपमा। त्यस्तै डेनियल ब्याक ब्राइटन छोडेर चेल्सी जोइन गरेका छन्। 35 इयर्स ओल्ड स्ट्राइकर रहेका छन् उनी चेल्सी जोइन गरेका छन्। यो जाबी अलोन्सोको प्लान अनुसार रहेको छ। त्यस्तै जोर्डन हेन्डरसन 2 वर्षको कन्ट्र्याक्टमा चेल्सी जोइन गरेका छन्। भर्खरै न्युज आएको छ जोर्डन हेन्डरसनले जाबी अलोन्सोको प्लानमा ड्रेसिङ रुमलाई धेरै नै सपोर्ट हुनसक्छ। एक्सपिरियन्स प्लेयर हुन्, इङ्ल्यान्ड नेसनल टिममा पनि यो वर्ल्ड कपमा पनि रहेका थिए। उनी चेल्सीको डेथको लागि धेरै नै इम्पोर्टेन्ट खेलाडी रहेका छन्। जाबी अलोन्सोको प्लानमा रहेका छन् र 2 वर्षको डिलमा चेल्सी जोइन गरिसकेका छन्। त्यस्तै अर्को न्युज रहेको छ मोरोक्कन मिडफिल्डर यङ मिडफिल्डर बुवाडी म्यान्चेस्टर सिटी जोइन गर्ने चान्स देखिएको छ। 60 देखि 80 मिलियन एराउन्डको बिड लगाउन सक्छ म्यान्चेस्टर सिटीले यो एक दुई दिनमा। प्रिपेयर रहेको छ रोड्री गएसँगै मिडफिल्ड लाइनमा अप्सन खोज्दै गर्दाखेरि बुवाडी पर्फेक्ट अप्सन हुनसक्छ म्यान्चेस्टर सिटीको लागि। त्यस्तै रिमर्सको कुरा गर्दाखेरि ब्राडली बार्कोला लिभरपुल आउने चान्स देखिएको छ। लिभरपुललाई लेफ्ट विङ्स राइट विङ्स दुवै खेलाडी चाहिँदै गर्दाखेरि ब्राडली बार्कोला बोथ साइडबाट खेल्ने खेलाडी हुन्। सालाको पनि पर्फेक्ट रिप्लेसमेन्ट हुन सक्छन् र एरोवालाको प्लान अनुसार उनी फिट हुन सक्छन्। यहाँ बिड आउन सक्छ ब्राडली बार्कोलाको लागि छिटै नै। र भिनिसियस जुनियर आर्सेनल आउने लगभग बन्द भइसकेको छ, डिल कोल्यास भइसकेको छ। रिमर्स देखेका थियौँ हामीले भिनिसियस जुनियर आर्सेनल जोइन गर्ने भनेर, तर रियल मैड्रिडले अनाउन्स गरिसकेको छ भिनिसियस जुनियर रियल मैड्रिडको प्लान अनुसार रहेका छन् र उनलाई अहिले रियल मैड्रिडमै रहने जानकारी गराएको छ। यो सँगसँगै अब आर्सेनलले लेफ्ट विङ्सको खोजी गरिरहेको छ। ट्रोसार्ड पनि लिड गरिसकेका छन् बेसिकटासको लागि र लेफ्ट विङ्स खाली रहेको छ, अप्सन रहेको छैन। 90 मिनट्स खेल्ने प्लेयर चाहिरहेको छ आर्सेनललाई र आर्सेनलले अर्को लेफ्ट विङ्स खोज्न सक्छ। यहाँ मार्केटमा अहिले राफेल रहेको छन् जो चाहिँ पर्फेक्ट हुन सक्छन् आर्सेनलको टिमको लागि। र कोचको कुरा गर्दाखेरि जिदानले फ्रान्स नेसनल टिम जोइन गरेका छन् एज अ कोचको रूपमा। 2030 को वर्ल्ड कप जिदानले लिड गर्नेछन्, कोच गर्नेछन् फ्रान्सको नेसनल टिमलाई। सँगसँगै
रोबर्टो मान्चिनी पनि इटाली जोइन गरेका छन्। इटालीमा आन्द्रे पिर्लोको हामीले केही न्युजहरू देखिरहेका छौँ, तर रोबर्टो मान्चिनीले अब सम्हाल्ने छन् इटालीको नेसनल टिमलाई। र आर्सेनलले ब्रुनो गिमेरेसको डिल अलमोस्ट क्लोज गर्न लागिरहेको छ। 70 मिलियनको प्याकेज रहेको छ ब्रुनो गिमेरेसको र डेक्लन राइस र ओडेगार्डलाई पेयरिङ गर्नलाई आर्सेनलले ब्रुनो गिमेरेसलाई साइन गर्न लागेको छ। यो पर्फेक्ट साइनिङ हुनसक्छ आर्सेनलको लागि। भोलि अरू ट्रान्सफर न्युजको साथ म आउने नै छु। अहिलेलाई धन्यवाद।